भने खाएर मरिन्छ ल अब एक्टिङ सुरु गर्ने पक्न है साथीहरू डिभोर्स भने कि मैले उहाँहरूलाई अब यो डिभोर्समा चाहिँ अब के चाहिँ गराउने हो त अब डिभोर्समा पनि प्रोसेसहरू होला होइन लङ टर्म जान्छ फेरि डिभोर्स एउटाले दिने एउटाले नदिने भन्ने कुरा बिग्रिन्छ अब यहाँ के झगडा गर्ने खतरा झगडा गर्ने अनि डिभोर्समा पुग्ने दुइटैले ल भन्ने दिने झगडा डेन्जर उयोमा डुब्नु पर्यो है एकदमै त्यो के भन्छ एकदम के कम म भन्दा त के कम भन्नेमातिर झगडाको लेभल देख्नु पर्यो फेरि अहिले आइडी एकदम यस्तो धेरै अग्रेसिभ नहुनु न लो एकदम त्यो होला त हुन्न है अलिकति तोडफोड गरे जस्तो गर्ने सामानहरू के छ अलिक तोडफोड गर्न लागेको यस्तो दिने डायलगहरू पनि दिने अन्टक्कसँग सबभन्दा पहिला तेरो सुन्नु छ ल कहाँबाट सुरु गर्ला चियाबाट सुरु गर तिमी झगडाको बिउ त आइमै नि हो सुरु गर सिरियस है सिरियसमा हाँसिकन गर्नु ल सिरियसमा जानु ल दुईजना यस्तो गर्नु कि लास्टमा डिभोर्स नै ड्याङ्ग रुचिकामा कसिलो आली म तँलाई प्रश्न गर्दैछु त डिभोर्स चाहन्छस् चाहन्छु यस्तो मान्छेसँग बस्नु भन्दा त डिभोर्सै गर्नु ठिक छ अरे यार छोरा मान्छे त हिँड्नु पर्छ यार किन कुरो बुझ्दैनस् त के अन्त पहिले के छ भन् त आफू चाहिँ हिँड्छ लखर लखर दुनियाँ केटीसँग बोल्छ आएर श्रीमतीलाई सक गर्छ भन्छ त मबाट बाँच त सक्छ एक्लै बस्न बाँच्न सक्छु यस्तो मान्छेलाई म झेल्न सक्दिनँ लखर 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 हिँडेको छ कहाँ कहाँ घुमेको छ दुनियाँ रक्सी खाएको छ घुमेको छ स्वास्नी छोराछोरीको चिन्ता छैन त्यो जुनी जुनी सँगै बाँच्ने कसम खै म एक्लैले निभाउन सक्दिनँ कसैले सही भन्थ्यो साला छोरी मान्छे पैसा बिक्छ आज देखे अलिकति गरिबी कि आएको थियो नि छोडिस् ठिक छ जा भन्नै पर्दैन म आफै निक्लेर जान्छु यस्तो झुपडीमा बस्नु पनि छैन मलाई I'll second alive without you. Get us from here! ट्रेकिङ चाहिँ किन हल्ला होला डिभोर्स गर्ने डिभोर्स म दिन्छु डिभोर्स म यस्तो मान्छेसँग बस्न सक्दिनँ रुख गएर डिभोर्स कागज बनाउने ए अन्तले मलाई दिएको फुल ए हेर ला तैँले मलाई दिएको फुल हेर्नु त ला डिवोर्स पेपर निकाल Just give me the divorce paper! I'm telling you! I'm just asking you questions! तैँले चाहेको दियोस् होइन ल बस अब उपरान्त तिमी आफ्नो बाटो म आफ्नो बाटो चाहिँदैन मलाई बेकार जिन्दगी यार ल सिग्नेचर त्यहाँले चाहिँ त्यसै नछोड्नु है तपाईँलाई प्रेग्नेन्ट बनाएको छ अलिअलि पैसा त माग्नुपर्छ यस्तोसँग के छ र माग्नु
गिमिना जिमेल पनि छैन यसमा रिने रिन मात्रै छ आधी सम्पत्ति मेरो नाममा गर्दै भन्नु न फुटे कौडी छैन सबै खाएर सिद्ध्याएको छ कङ्गालपति छ केही पनि छैन घर छ गाडी छ कहाँ केही छैन लुका रिनै ऋण छ ब्याङ्कमा टन्ने ऋण छ यस्तो हुँदैन म 1 रुपियाँ लिएर डिभोर्स गर्दिन केही छैन कङ्गालपति जहिले खानु त दिँदैन राम्रोसँगले सायद गरिबहरुले पाल्न सकेको छैन बच्चालाई खुवाउन सके छैन मलाई पाल्न सके छैन सम्पत्ति माग्नु न आधी हिस्सा बाबु माग्नु त हुनु पर्यो नि पहिला सम्पत्ति त्यो गाडी काटेर भए पनि आधी मेरो नाममा गर्दै भन्नु न भाडाको गाडी थुतुले काट